गाइज हामी चाहिँ अब जानु आँटेको छौँ कहाँ हो चुलीपोखरीको यात्रा हाम्रो यहाँबाट स्टार्ट हुन आँटेको छ यहाँ युन्छ भने अब हाम्रो भित्ती आउँदैछ हामी खजुरे बोइज होइन त खजुरे बोइज च्यानलमा अब जानु आँटेको छौँ अनि हाम्रो आज खजुरे ग्रुपमा चाहिँ हाम्रो भाइ पनि सामेल हाम्रो निशान भाइ अनि यता हाम्रो लिडर त भन्नु मिलेन लिडर अब आउँदैछ पछाडि छ लिडर यता छ लिडर चाहिँ यहाँ लिडर युज होइन त मेम्बर अफ डी भइगयो यो चाहिँ हाम्रो ग्रुपिङ च्यानल हो अब त्यस्तै हामी तल साथी आएपछि भेट्नेछौँ फेरि ल यहाँ भित्ती छ भित्ती चाहिँ फेरि के उसको काम पर्यो अरे हगनको बेला लगन भनेको लगनको बेला हगन भनेको यही हो गयो अब आज डब्बर ढिलो हुने रहेछ अनि अब यहाँ भित्तीको आइसकेको छौँ अब हामी जानु पर्ने हुन्छ यहाँदेखि केराबारीदेखि हुँदै खोर्सानी हुँदै उल्लाबारीदेखि उकालो अरे त्यो चाहिँ बाटो नराम्रो थाहा छैन साथीलाई चाहिँ थाहा छ अनि त्यही भएर अब जाँदैछु यहाँ चाहिँ हाम्रो यहाँ गट्ठी बसिरहेको छ टुक्रोकै भित्तीले चाहिँ भित्ती त साह्रै लोतो छ नि ओभर लोतो छ नि लोतै बेर देखायो अहिले त ल अब भित्ती आएपछि हामी फेरि भ्लगमा जोडिनेछौँ अहिले यहाँ भित्तीको भन्नु छ एउटा निस्किन आँटेको हामी एउटा निस्किनेछौँ भित्ती तिमी तिमी खजुरे बोइजको के हो भन त तिम्रो पोजिसन कुन हो लिडर नि तिम्रो के हो के गरेको ऊ चाहिँ मेम्बर हो ऊ चाहिँ के हो तिमी चाहिँ अध्यक्ष होइन त जिता चेन्ज गरौँ न जिता चेन्ज गरेर सबभन्दा ब्रान्ड चाहिँ यता छ यो त जतको सोमबारे ब्रान्डहरू लगाएर चाहिँ केटाहरूले ब्रान्ड यहाँ छ भएन यो त्यस्तो छ्या यो त यता केटाहरूले त खजुरे बोइजको त इज्जतै फाल्यो हो यसरी त अहिले चाहिँ हामी जाँदैछौँ केराबारी आधी बाटोमा पुगिसकेको छु देख्न सक्नुहुन्छ अगाडि अहिले चाहिँ हामी जाँदैछौँ केराबारी यहाँ धरानबाट आधी बाटो आइपुग्न आँटौँ हामी हेलमेट लाउनु पर्यो आधी बाटो आइपुग्न आँटौँ हामी टक्कसँगले अहिले चाहिँ प्रो राइडर छ हामीसँग चाहिँ हामी एकदम लाइसेन्स प्राप्त राइडर छु लाइसेन्स प्राप्त अगाडि हाम्रो गइसकेको छ अगाडि हाम्रो केटाहरू जाँदैछ दुईजना केटालाई तर हामी भेट्न सक्छौँ तर नभेटौँ नभेटौँ मलाई छोडिदिउँ किनकि ऊ लाइसेन्स छैन क्या उसँग लाइसेन्स बिन मान्छेहरू अलिक निस्किन्छ क्या अब चाहिँ हामी यहाँबाट सिधै केराबारी हो चौकी आइपुग्न आँट्यो चौकी पुगेपछि केराबारी पछि मेरो घर गएर निस्केर टक्कसँगले त्यहाँ लाइसेन्सहरू लिनुपर्ने छ मेरो लाइसेन्सहरू त्यहाँ छ सामानहरू डकुमेन्टहरू अनि त्यसपछि खोर्सानीतर्फ उडा लागेर सिधै अरे खोर्सानी तर्फबाट सिधै तेर्सो लागेपछि चाहिँ हामी पूर्वतिर लागेपछि चाहिँ उर्लाबारी आउँछ उर्लाबारीदेखि चाहिँ सिधै उकालो भएर हामी हाम्रो गन्तव्यतिर लगभग पुग्नेछौँ यो चाहिँ अब लगभग हाम्रो एकछिनको लागि अन्तिम ट्रिप हो तर अलिक पछाडि जानेछौँ यस अनि माथि चुचुरो हुन्थ्यो अस्ति हामी गएको तोप घुम्ने त्यही हो गाइस अस्ति हामी त्यहाँ गएको छौँ युन्चोको भ्लगमा त्यहाँ हामी गएको भिडियो नै थियो युन्चोङ भ्लगमा गएर हेर्नु होला त्यहाँनिर छ हाम्रो भिडियोहरू खजुरे ग्याङको भिडियोहरू त्यहाँ पनि छ यो चाहिँ हाम्रो नयाँ च्यानल हो गाइस यो खजुरे बोइज चाहिँ कसरी नाम भयो भन्दाखेरि मेसेजरको एउटा ग्रुपको नाम हो क्या खजुरे बोइज अनि त्यतिकै राख्नेको एउटा मेमोरिजको लागि मात्रै हो अरू केही होइन खजुरे मेम्बर्सको लिडर चाहिँ फेरि मै हो लिडर यो राइडर भनेको चाहिँ सबै मेम्बरहरू अगाडिकोहरू यो मेम्बरहरू सबै बेस्ट अफ 3 खजुरे ग्याङ हो क्या पनि यस्तो भएको छ होइन जुरेलीको जस्तो राइडरले पुरा दिँदैछ प्रो राइडर लाइसेन्स प्राप्त हो नि लाइसेन्स प्राप्त आउँदैछ पछाडि हाम्रो टोलीहरू पछाडि आउँदैछ अरू टोलीहरू फाइनल्ली हामी चाहिँ केराबारी आइसकेको छौँ केराबारीको हाम्रो मुगु मेरो गाउँ आइपुगिसकेको छु भित्तीको गाउँमा कहाँ हो होइन हिँड के भयो कता अब तिम्रो अझै माथि हो सिधै उकालो पिजोटमा छोडिकन जहाँसम्म पिच जान्छ त्यहीँसम्म टक्क जाने हो मेरो गाउँ आइपुगेको केटाहरू अगाडि हेर चिल देखिरहेको छ आराममा पिच देखिरहेको छ यहाँदेखि चाहिँ भित्रकोदेखि चाहिँ माथि डाँडाहरू पनि देखिँदो रहेछ हरियो हरियो वन जङ्गल भर्खर पात पराउँदैछ नि हरियो परियो अब घुम्ने बेलाहरू आउँदैछ दामी ठाउँहरू ट्याक्कसँगले मेरोबाट निस्किन्छ अनि त्यहाँबाट चाहिँ फेरि म राइड हान्छु त्यहाँदेखि भित्री राइड हान्छ किनकि म भ्लगर हो नि त मिलाएर बस्छ उयो टोलीहरू पनि घुम्न आएको कस्तो छ बाटो थाहा छैन एउटा हुब्बा मेरो डग थियो नि हुब्बा त्यसको एउटा बहिनी यहाँ छ ए भाइ कि बहिनी यो घरमा छ ठुलै छ ठुलै छ राम्रोसँगले पालिरहेको छ र त्यही खुसी लाग्छ ए होइन त घर होइन यो त बिस्तारै फाइनल भित्तीकोमा आइसकेको छु अहिले यहाँदेखि भित्तीलाई चाहिँ फुलहरू दामी रोपेको रहेछ यहाँदेखि जानुपर्ने हुन्छ के अरे त्यो के अरे झोला निकाल्दै छैन मुटु यो अस्ति मुटु फुटेछ बाइकको अब जाँदैछौँ हामी
त्यो चाहिँ फेरि बालाडी बिर्सी अरे हामी यहाँ छौँ अब जानुपर्ने हुन्छ कुन डाँडा हो भित्र यहाँदेखि देखिँदैन पारीको डाँडा कतै पारीको डाँडा हो कुन चप्पल फुटबल सुट चाहिँ देखिरहेको थिएँ मैले आम्मा यो त कहाँ खुलेर कहाँ गइसकिसक्यो त के भन्छ हाम्रो च्यानलमा यो हाम्रो च्यानलमा चाहिँ एकदम तपाईँहरूले लाइक कमेन्ट सब्सक्राइब गर्नु त्यही भन्न चाहन्छु दिस इज आवर फर्स्ट भ्लग फेरि भेट्ने छौँ अहिले अलपत्र परेको छौँ केटाहरूको कसैको चाहिँ बिल बुक कसैको लाइसेन्स केही छैन अरे अब हामी नजाने पऱ्यौँ भन्दा कस्तो होला जान्छौँ हामी फाइन तिरेर भने जानुपर्छ ठिकै आइरहेछ होइन जिउ आइरहेछ भित्तिको मान्छे हल्का चियो चिसो हावा हुँदो रहेछ यो ठाउँको नाम चाहिँ केराबारी हो मुख्य मात्रै देखाएर नबोल न अरू केराहरू देखिरहेछ हो अनि यहाँबाट हाम्रो मुस्कानको घर हो होइन त अझै मुस्कानको यहाँपट्टि हो यहाँ कहाँ हो यहाँ राइडर चेन्ज भइसकेको छ हाम्रो ननस्टप ऊ चाहिँ अलिक तर दुधको चलाउँछ तर रिस्की चाहिँ हो उसँग बस्नु तर पनि हामी बस्छौँ म अलिक डराउँदिनँ नि त त्यही भएर यता हेर त खतरा देख्दो रहेछ जाउँ न लु जाउँ हामी जब भित्रबाट निस्किसकेको छौँ बाबा हामी जाँदैछौँ हामी अब चुनै पुगेर जाँदैछौँ केटाहरू यहाँ पछाडि आउँदैछ हामी सल्लाह राइडर त चेन्ज भएको जोतको राइडर राइडर तर पनि अब यहाँको खतराको ग्रुप छ लड्यो भने खुट्टा चिन्छ यस्तोमा चाहिँ लडाइँ लिन्छ भनेर अस्ति जस्तो यस्तोमा चाहिँ बाख्रा साख्रा नि हाम्रो रेट हुन्छ है अहिले चाहिँ हामी खोर्सानीको जङ्गल आइसकेको छौँ देख्नुहुन्छ अब यहाँदेखि डाइरेक्ट निस्किन्छ खोर्सानी यो जङ्गल चाहिँ खतरा खतरा रहेछ खतमबाट अफङ्गा भयो भने यहाँ निस्किनुपर्छ अनि यहाँ चाहिँ राम्रो राम्रै छ भ्यूहरू यस्तो छ खोला पमरे भएको हटिया लाग्छ होइन त भित्ती शनिबार होइन मङ्गलबारमा यहाँ हटिया राख्छ अनि त्यस्तै त्यस्तै हो केराबारीको विशेषता चाहिँ मेन चाहिँ केराबारी भन्छ केरा थियो होला पहिला आजभोलि चाहिँ घाँस चाहिँ केरा छैन हल्का हल्का छ अनि त्यही हो यहाँदेखि उता चाहिँ खोर्सानीदेखि उता उर्लाबारीदेखि चाहिँ उकालो उकालो जानुपर्ने हुन्छ अफरोडै अफरोड यो चाहिँ अहिले चाहिँ हाम्रो अफरोड छैन हामी यहाँ खाजा रमाइसकेको छौँ अब खाजा खानुपर्ने हुन्छ बिहानदेखि केही खाएको छैन कतिको भोक लागिरहेको छ भोक कतिको लागिरहेछ भोक कतिको लागिरहेछ उसले चाहिँ भात खाएर आएको रहेछ हामीले केही खाएको छैन अब हामी चाहिँ भात खानु खाजा खानुपर्छ यहाँनिर भात खाने पैसा चाहिँ अलिक छैन खाजा खानुपर्छ हामी यहाँ बेलबारीदेखि अलिक यता आएको छौँ यहाँ परै धुलोले त आँखा पोलिसकिसक्यो यहाँ चस्मै ल्याउनु बिर्सेछ आज त्यही भएर हो आउँदा चाहिँ चस्माहरू यताउता सेफ्टीहरू लगाएर आउनु पर्ने हुन्छ हामीले तर लाइन कहाँ बिर्स्यौँ ठिकै छ अब चाहिँ भयो सक्यो तर आँखा चाहिँ ओपर हानिसक्यो अहिले चाहिँ हाइवेमा छौँ हामी केटाहरू पछाडि छ हामी जाँदैछौँ केटाहरूले पुऱ्याउनै ओपर आँखा पोल्दो रहेछ मेन कुरो भनेको चाहिँ कुदाउने पनि होइन दुईजनाले नि कुदाउने पछाडि बस्दैन चस्मा त लगाउनै पर्छ है यहाँ बाइक बिग्रेर थोरै बनाएर बसिसकेको छौँ बाइक त चेन्ज अलिकति के बाइक समस्या त तर केही नहुँदो रहेछ ठिकै हो अब हामी जानेछौँ हामी चाहिँ हाम्रै बसन्तीमा जान्छौँ हाम्रै संस्थाको बसन्तीमा चट्टा लगाएर गयो तर बसिके तातिएछ कस्तो भइरहेछ भित्री यात्रा सधैँ मोबिल पुस्यो यार तिमीले छ सबै मोबिलहरू भेट्न बुझेर कहाँ छ मोबिल खै अरे केटा ल्याउन भेट्नै सकेन रकेट भयो क्या भित्र रकेट भइसकेको भेट्नै भेटेन बाइक ल्याउने केटालाई भेट्नै सकेन यार चाहिँ यहाँ सरले बाटो हुन्छ धन्यवाद ल सर हुन्छ तर माथि दोकान छैन होला है हाम्रो सरले चाहिँ बाटो देखिसक्नु भएको छ सर चाहिँ मजाको हुँदो रहेछ हाइक नजाने नहिँड्ने भनेको हिँड्नै पर्ने भयो किनकि बाटो चाहिँ अहिले यस्तो पुलको बाटो पनि जानु पर्दो रहेछ अब के गर्नु पुलको बाटो नि जानुपर्ने हो खोलै खोला हाम्रो खोला रहेछ सुकेको रहेछ आम्मा पुलमा त अप्पर कराउँदो रहेछ नि त कहिले पाठ पुग्छ स्कुलको सबै निस्क्यो त्यही हो अब पुलमा पुग्यो पुल पनि कट्यो बाटो हेर्नु रहेछ तर लाइसेन्स काट्छ केटाहरू पुऱ्याउँछ टाढी आउँछ टाढी अरे माथि रमिता डाँडा रमिते त्यहाँदेखि सिधै धरान
धरान तर धरान हाम्रो मेन गन्तव्यमा पुग्छु भन्दा पनि आउनु र जानुको यात्रामा मेन रमाइलो हुन्छ। आइसकेको छौँ। चुली यतै हो ए जानु बात ओइ झन्डै ढोका है बितीले कताबाट छिटो राम्रो हुन्छ? यताबाट मुस्ती हो यता हो ए यता रहेछ हाम्रो बाटो चाहिँ झन्डै हामी उल्लो बाटो गएको मान्छेहरू त्यो ठाउँमा चाहिँ हामीले चाहिँ भेटिरहेको छौँ मान्छेहरू नभेटेको चाहिँ हामी यति बेला कहाँ के मजा हिजो के हुँदैछ नि त खोला आइसकेको छौँ यो बाटो हेर्नु सक्नुहुन्छ के हो यो बाटो माइ बिस्तारै अरे ठोकिन्छ है नाम्सुरो बाटो त बाटोले कुसुम खाएन बाटो कस्तो छ के हो यो बाटो त भाइ चिली पोखरी कता हो यतै हो कति लाग्छ टाइम धेरै लाग्छ यो भएर छ तिम्रो कता आएको भाइ भाइ के भयो अरे पुगेपछि बनाउनु पर्छ मिलेर बरु निराश नहो न त्यो चिनिरहेको छैन नि कस्तो कुदिरहेको बाइकको गियर चाहिँ आफै चेन्ज हुँदैछ अरे धामीकोमा लैजाउँ न बाइक लैजाउँ धामीकोमा लानु पर्यो हुन्छ त बसन्तीको त संस्था गियर चेन्ज गर्नु पर्दैन थपाको ढुक बटार्ने हो छोड्ने हो बटार्ने हो छोड्ने हो त्यसको त हेर गर्दाखेरि बब्बाल छ है पर्छ है अब यता आइँदैन क्या फेरि फाइनली हामी चाहिँ अहिले खजुरेको लास्ट टुर हो चुटी पोखरीको आसपासमा आइसक्यौँ अनि एकदम अब गलियो पनि धेरै यात्रा लामो हो हामी कहाँ रमित जानुपर्ने हुन्छ बाइकहरू चाहिँ यहाँ छ हामी चाहिँ टक्कसँगले यहाँ छौँ टक्कसँगले म यहाँ छु भित्ती यहाँ छ निशाम भाइ यहाँ अगाडि छ बसिरहेको छ अघि हामी आएको यो भ्लग चाहिँ पछि हामी हेर्नेछौँ म चाहिँ यहाँ छु पछि कति वर्ष पछाडि हेर्ने आजको चाहिँ ट्याक्कै डेट भनेको यहाँबाट उकालो हामी बैशाख यहाँबाट यता आउने उयो 3 बजेको छ लु 3 बजिसक्यो अब हामी के गर्ने हो टाइम नै 0 छ गाइस त के भन्नु गाइस त के भन्नु कसलाई गाइस भन्नु रमित डाँडा चाहिँ यो चाहिँ यस्तो बनेको छ नेचुरल डाँडा बितिको चाहिँ हगाइभन्दा पदै ठुलो मुटु पनि तल जान्छ तिमी भएको चाहिँ कहाँ मुथ्यौ म भएको भित्तीको गोजिया भित्तीको गोजिया हो त्यो यहाँ भित्र मुथे अब चुली पोखरी पुग्नु मात्र 10 मिनट यहाँदेखि उरालो रहेछ त्यो पारीको चाहिँ इलाम अरे हामी चाहिँ अहिले पुगिसकेको छौँ पुगेर नि अब फर्किन आँटेको छौँ चुली पोखरीदेखि एकदम यत्रो हेरेर चाहिँ वर्थ इट थिएन ठिकै रहेछ अहिलेको टाइममा चाहिँ जति अलिक पछाडि चाहिँ राम्रै हुन्छ होला मनसुनमा चाहिँ अलिक मनसुन सिजनमा चाहिँ दामी नै हुन्छ किनकि अहिले यस्तो घाम आएर यस्तो टाउको परिरहेको छ यस्तो भरेको छ नि एउटा छपरी चाहिँ यही हो सेकेन्ड छपरीहरू त उता परतिर कस्तो लाग्यो तिमीलाई चुली पोखरी कस्तो लाग्यो चुरी पोखरी एकदम दामी लाग्यो दामी लाग्यो यहाँ मान्छेहरू आइसकेको छ अनि मान्छेहरू चाहिँ एकदम धेरै रहेछ के हो यो ओए छपरी जाऊँ पर्तिर अब हामी भोगले त्यहाँ गयो केटाहरू केही किन्दैन अस्तिको यात्रामा पनि यस्तै भएको थियो के अरे त्योसम्म अल्छी भएको थियो अब एकछिनमा रम जाँदा मजा हुन्छ कि अनि त्यतिखेर पनि माथि ओख्रे जाँदा मात्रै रमाइलो भएको थियो आज पनि त्यस्तै होला जस्तो छ हामी चाहिँ अहिले फर्किसकेको छौँ अहिले चाहिँ कति बजिसकेको छ 4-5 बजिसकेको छ 5 बज्यो अब यहाँदेखि हामी बेलबारी पर्यो भने चाहिँ उर्लाबारी निस्किनु पर्यो भने चाहिँ अझै टाइम लाग्छ हामीलाई धेरै नै 5 त सूर्यास्त हुन लागिसकेको छ केटाहरू बजाएर हुनुहुन्छ यस्तो ठिकै भयो घुमेर राम्रै भयो बाटो हुन्छ अलिक बिग्रेकै रहेछ हामी यहाँनिर उत्रेर एकछिन यहाँ खाजासाजा पानी खानेछौँ अनि यहाँ चाहिँ केटाहरू चाहिँ साह्रै भिडोले के लाग्यो अरे आँखा पर्यो हाम्रो जाँड खुवाइदिउँ भनेको त जाँड चाहिँ म खाँदिनँ थाहा छ उनीहरूले जाँड खान्छ म चाहिँ खाँदिनँ खाएको होइन उसले त चाखेको मात्रै हो सो फाइनली हामी चाहिँ अहिले चुली पोखरीदेखि फर्किसक्यौँ अनि यहाँ चाहिँ टाढीमा आइसकेको छौँ हामी अनि यहाँ खाजा खानुपर्ने हुन्छ चटपटे केकेहरू केटाहरू चाहिँ
एकदम सकित जिन्दगी भयो अनि ल आफै बोला तिमी दुई शब्द के भन नि त भ्लगमा अब के भन्नु एकदम भयङ्कर टुर भएको आज चाहिँ डरलाग्दो खालको गाडी पनि त्यस्तै छ कन्डिसन अब छिटो तातिन्छ अरे के भएको नि त्यही भएर अरूले भन्दा निकै तल राखेर हामी चाहिँ उकालो चढ्यौँ अरूले भन्दा तल राख्नु पर्यो हामीले चाहिँ तैपनि हाम्रो तल राखेको कारणले चाहिँ एउटा राम्रो यात्रा पनि भयो क्या हाइकिङ पनि ट्याक्कसँगले छोटो छोटो हाइकिङ रमाइलो हाइकिङ भयो अनि गाडीहरू चाहिँ यहीँ छ राखिरहेको छौँ यता छ गाडीहरू अनि यहाँ चाहिँ आन्टीले हाम्रो चटपटे घोलिदिँदै हुनुहुन्छ ट्याक्कसँगले खाएर चाहिँ हामी पनि अनि लाग्ने चाहिँ हाम्रो तर्फ अब अघि आएको हामी खोर्सानी हुँदै आयो केराबारीबाट एकदमै धुलो पनि भयो बाटो अब त्यहाँ हाइवेमा अलिक भिड पनि हुन्छ त्यही भएर अहिले चाहिँ हामी सुनसान ठाउँमा चाहिँ जाँदैछौँ हामी मतलब हाम्रो काने पोखरदेखि उकालो हामी लेटाङ हुँदै उता हुँदै लाग्छौँ त्यताबाट चाहिँ हाम्रो भलुवा निस्किँदै त्यहाँको नयाँ पिच रोड छ नयाँ हाइवे बन्दैछ मदन रात भण्डारी मार्ग त्यतै हुँदै जान्छौँ हामी केराबारी निस्किन्छौँ त्यस्तै छ आजको ब्लग चाहिँ अन्तिम समय हेरिदिनु होला त्यस्तै छ ल अब निशान थोरै बोला नि त थोरै के बोल्नु आजको यात्रा चाहिँ बबालले भयो अनि बाटो गलत भएर चाहिँ हामी निकै हिँड्नु पऱ्यो तर मजा पनि आयो अनि बाटो के होस् खुट्टा दुख्छ आज राति झन्डै होइन धेरै हिँड्यो नि त अनि रमित डाँडा जाने भने पनि यताबाट जानु पर्ने थियो क्या हाम्रो टाइमले भ्याएन यहाँ सबै गलिहाल्यो गाडी कुदाउने बस्ने सब हामी यताबाट गयौँ रमित चाहिँ यताबाट रहेछ रमित चाहिँ जानु भ्याएन अब यस्तै भयो नेक्स्ट टाइम जाउँला मिठो चटपटे घोलिदिँदै हुनुहुन्छ त्यहाँ चट्ट लाएर भुजा थोरै हालिदिनु आन्टी अनि मिठो धेरै हालिदिनु यो हाम्रो ग्रुपको भ्लग हो होइन सबैले हेरिदिनु होला मजाले लाइक सब्सक्राइब कमेन्ट चस्सै हान्नु पर्यो ल हामी योभन्दा अगाडि पनि धेरै ठाउँ घुमिसक्यौँ तर हामीले भ्लग चाहिँ यो फर्स्ट टाइम हो हाम्रो यो फर्स्ट भ्लग नै भन्दा नि हुन्छ हजुर थाहा भएन यता मधुबाला चाहिँ यता रहेछ यहीँनिर मान्छेलाई थाहा भएन रहेछ हामी पनि त्यहाँको नयाँ मान्छे हो हामी नयाँ मान्छे नि त त्यही त हाम्रो चाहिँ ग्रुपको फर्स्ट भ्लग हो अब हाम्रो चाहिँ यो सेकेन्ड भ्लग आउनु चाहिँ लगभग 1 वर्षै लाग्छ होला हामी नयाँ च्यानल हो न्यू इयरमा न्यू च्यानल हो हाम्रै नाममा आधारित यो च्यानल खोलेको छौँ हाम्रो बेस्ट ग्याङको यो भ्लग हो अब यसमा चाहिँ तपाईँहरूले एकदमै रुचि देखाइदिनु पर्ने हुन्छ यो भ्लगलाई एकदमै अगाडिसम्म लगिदिनु पर्ने हुन्छ यो भ्लगले यो 10K क्रस गरेपछि नेक्स्ट भ्लग चाहिँ पक्कै आउनुहुन्छ तपाईँहरू फर्स्ट भ्लगलाई माया देखाइदिनु पर्यो यो चाहिँ हाम्रो के भयो एउटा मेमोरिजको लागि मात्रै हो पछि हेर्नुको लागि पछि पैसा पऱ्यो भने बाँड्छु पैसा चाहिँ फल्दैन होइन पैसाको कुरा भन्दा पनि यो मेमोरिजको लागि मात्रै हो मेमोरिजको कुरामा यसरी अब भ्लग बनाउँदै राम्रो चलेर राम्रो फलो भने चाहिँ राम्रो पैसाले त्यो चाहिँ पैसा चाहिँ हामीले नदिने कुरा छ त्यो चाहिँ हाम्रो हुन्छ क्या हाम्रो के हुन्छ डिभाइड हुन्छ गरिब दुःखीलाई डिपोजिट तिनीहरूलाई चाहिँ सहयोग हुन्छ त्यस्तो हुँदैन हो त्यो चाहिँ बोलियो गरिब दुःखी त हामीले झुम्टा नि त्यही त अनि गरिब दुःखी हामी आफै राख्ने तँ यति साह्रो भयो यो चाहिँ के हो यो त हमला ल हमला हान्नु पर्ने लिडर चाहिँ होइन यहाँ मेम्बर हो मेम्बरले चाहिँ सबभन्दा छिटो खाइदिएको छ ल तिमी पनि हान न फर्स्ट दामी छ है कस्तो छ पिरो दामी कस्तो छ ठिक छ किसान भाइ कस्तो छ एकदमै मलाई घुम्तीको चटपटे याद आयो घुम्तीको चटपटे याद आयो यो भनेको यात्राको खाजा हो मिठो नमिठो होइन खानुपर्छ नमिठो पनि मिठै हुन्छ यस्तै हो घटना नै थियो मैले त्यहाँ एकछिन बस्छु ब्लक केटाहरू बजाएको छ अब अर्को भ्लगमा हामी फेरि देख्दैछौँ एक वर्षमा गाडी होला अब चाहिँ हामी छुट्नु पर्ने हुन्छ यी मैले किन्छु एक्सट्रिम डह्रो खायो हेर लोतोले त ल जान्छ एउटा टाइम भयो हामी यस्तै हो ल यो भ्लग एन्डिङ गर न त एन्डिङ गरेर घुमेर गएर आइसक्यौँ अब अर्को 1 वर्षबाट अर्को वर्ष आउने